हाम्रै गोदामको करेसा बारीमा बसेर यस्तो भ्यू हेर्दै यस्तो प्रस्तुत देखाउनु भएको हाम्रो निराजन सरलाई पनि हार्दिक बधाई छ। संसारका कुना काप्चाबाट हेर्दै हुनुहुन्छ भने न्यू रोडको गेट ठ्याक्कै अगाडिबाट सिधा दायाँ हेर्नुभयो भने यस्तो कला देखिन्छ। यति भन्दै बाघको आधो टाउको बनाउने क्रम जारी भएको छ। बनाउने मान्छे झनै मुसु मुसु हाँसेर बाघै हाँसे जस्तो देखिएको छ भन्ने कुरो लागिरहेछ मलाई। तपाईहरू माझ यो भिडियो पुगिहालेछ तापनि एक लाइक र सब्स्क्राइब गरिदिनु भयो भने भोलि पनि हामी यसको अर्को टाउको बनाउने छौँ भन्ने आशाका साथ अहिलेलाई बिदाई गर्नेछौँ। अहिले पछि सबै भिडियो जोडेर सिङ्गै बाघको फोटो हाल्नेछु। कृपया बाघलाई पनि ध्यान दिएर हेरौँ ल। हस् त, जय नेपाल भन्दै यो न्यू रोडको गेटको यो कारको भएर यताको उता गएपछि नै निक्लिने ठाउँ भनेकै यो हो। ल, धन्यवाद आस्याङ।